साथीहरू के छ सन्चै हुनुहुन्छ होला है भन्ने आशा लागेको छ। आज चाहिँ मैले फेसबुकतिर युट्युबतिर हैन हरेक ठाउँमा चाहिँ ह्याप्पी मदर्स डे भनेर लेखेको देखेँ। सबैले त्यही पोस्ट गरेको रहेछ हैन। मलाई चाहिँ यस्तो लाग्यो सायद मेरो मम्मी नहुनु भएको भएर पनि होला। मम्मीसँगै हुनु, यदि तपाईसँग मम्मी हुनुहुन्छ भने उहाँलाई एकदम धेरै माया गर्नुहोस्। उहाँलाई एकदम बुढाबुढी भइसक्नु होला, सायद कसैको त भर्खरको हुनुहुन्छ होला। एकदम केयर गर्नुहोस् यदि तपाईँ सँगै हुनुहुन्छ भने। अब तपाईँ मम्मी बाबाबाट अलि टाढै हुनुहुन्छ, देश विदेश हुनुहुन्छ भने पनि उहाँहरूलाई एकदम केयर गर्नुहोस् हैन। यति 365 दिनमा 364 दिन चाहिँ व्यवस्था गरेर आज एक दिन 364 दिन चाहिँ व्यवस्था गर्ने अनि आज जम्मा एक दिन चाहिँ तपाईले ह्याप्पी मदर्स डे भनेर पोस्ट गर्दैमा तपाईको मन पनि खुसी हुँदैन, मलाई जहाँसम्म लाग्छ। अनि मम्मीको मनमा पनि खुसी हुनुहुँदैन, सायद हुँदैन होला है। किनभने अब यत्रो दिन व्यवस्था गरेर अरूको देखासिखी गरेर ह्याप्पी मदर्स डे भनेर फेसबुक पोस्ट गर्दैमा भिडियो हाल्दैमा चाहिँ अलि हुँदैन कि मम्मी